भिडियो बनाउने चक्करमा आज यस्तो हुन्छ होला मैले सोचेको थिएन साथीहरू। सो आजको यो भिडियो इन्डसम्म हेर्नु होला सबै, के हुन्छ थाहा पाउनुहुनेछ। सो हेलो एन्ड नमस्ते साथीहरू, वेलकम ब्याक टु माई अनदर न्यू ब्लग। सो आजको यो ब्लग भिडियोमा चाहिँ हामी जान लागेको छौँ चर्चतर्फ। सो हामी बिहान यस्तो दामी मौसममा चाहिँ म, मेरो बुढी अनि र मेरो छोरा चाहिँ बाइकमा चढेर हामी जान लागिरहेको छौँ। सो साथीहरू देख्न सक्नुहुन्छ तपाईँहरूले, मेरो छोरा एकदमै एक्साइटेड भइरहेको छ। मम्मीले अनि सबै चिज रेडी गरेर, किनभने छोरालाई चाहिँ कतै जान लग्न गयौँ भने त हामीले एकदम सब सामानहरू चाहिँ त्यसको दुध, डाइपर अनि त्यसको एक्स्ट्रा कट्टु सब रेडी गरेर लगेर जानुपर्ने हुन्छ। सो साथीहरू हामी जान लागिसकेको छौँ, हामी यात्रा सुरु भइसकेको छ साथीहरू चर्चतर्फ। सो जाँदै बाटोमा चाहिँ अब यस्तै हो साथीहरू, भ्लग बनाउन सुरु त गरियो साथीहरू। स्क्रिप्ट के गर्ने, कसरी लेख्ने, कसरी भन्ने, कसरी बोल्ने, भोइस ओभर कसरी गर्ने, त्यो कुराहरू खासै मलाई आइडिया त थिएन साथीहरू। त्यही पनि मैले टिकटकहरूमा अनि हरेक कुराहरू रिसर्च गरेर च्याट जिपिटीद्वारा चाहिँ मैले यसरी नै चाहिँ सिकिरहेको छु, बिस्तारै बिस्तारै गर्दै गइरहेको छु साथीहरू। सो तपाईँहरूकै सपोर्टले नै अहिलेसम्म मैले चाहिँ यतिसम्म गरिरहेको छु। सो साथीहरू तपाईँहरूले यसरी नै मलाई सपोर्ट गर्दै जानु होला। सो म अझै अघि बढ्न सकेको हुँ। थ्याङ्क यू सो मच फर सपोर्टिङ मी गाइज। कन्टिन्युटी दिइरहेपछि चाहिँ आफै चाहिँ बिस्तारै बिस्तारै इम्प्रुभ हुँदै जाने हो साथीहरू। सो सुरुमै चाहिँ एकैचोटि दामी, एकैचोटि राम्रो, एकैचोटि भ्युज पनि दामी आउने भन्ने कुरा हुँदैन। सो बिस्तारै बिस्तारै चाहिँ मेहनत गर्दै, बिस्तारै बिस्तारै प्र्याक्टिस गर्दै र बिस्तारै बिस्तारै के कमी कमजोरी छ त्यसलाई इम्प्रुभ गर्दै अगाडि बढ्ने हो साथीहरू। सो मैले पनि त्यही गर्दै गइरहेको छु। सो मेरो फर्स्ट मिनी भ्लग भयो भने नि, तर चाहिँ दामी तरिकाले चाहिँ मैले सुट गर्ने कोसिस गरिरहेको छु, सबै चिज देखाउने कोसिस गरिरहेको छु। सो सपोर्ट गर्नु होला साथीहरू, किनभने तपाईँहरूकै सपोर्टहरूले गर्दा म अगाडि बढ्ने हो, नत्र भने चाहिँ गाह्रो छ साथीहरू। आजको यो भ्लगमा चाहिँ म आज चर्चमा एकदमै म हिजो साँझ प्र्याक्टिस गरेँ र आज चाहिँ चर्चमा अगाडि बजाएर चाहिँ यसरी हामीले चर्चमा आजको यो साप्ताहिक सङ्गति भ्याएको छ। सो आज झन् एकदमै मलाई मनपर्ने भजन थियो। सो मलाई एकदम दामी पनि लाग्यो। सो मलाई बजाउन पनि यस्तो मजा आइरहेको थियो त्यो आफूले मन परेको भजनमा। अनि तपाईँहरूको मन परेको भजन कुन हो सो कमेन्ट डाउन गर्नु होला साथीहरू। भजन सकिसकेपछि हाम्रो यो वचनको पालो आयो र वचनको पालोमा चाहिँ मेरो छोराले एकदम हल्ला गर्न थाल्यो है साथीहरू। हल्ला गरिसकेपछि मैले उसलाई समातेँ, उसलाई भुलाउने कोसिस गरेँ। एकचोटि यो वचनलाई सुन्नु साथीहरू, मलाई यस्तो दामी लाग्यो यो वचनले, मेरो मन छोएको छ साथीहरू। तपाईँहरूको मन पनि सुन्न सक्छ। सो एकचोटि सुनिदिनुहोस्। डिजिटल युगमा अनि विभिन्न डिजिटल माध्यमहरू छ। अब यो सबै कुरालाई तपाईँ र मैले कसरी यसलाई प्रयोग गरेका छौँ, यो महत्त्वपूर्ण छ। हाम्रो आत्मिक जीवनमा यो कुराहरूले बाधा ल्याउनु हुँदैन। अहिलेको त सबैभन्दा ठुलो बाधा होइन, मोबाइल छ। सो भिडियो मन परेकोमा लाइक, सब्सक्राइब र सेयर गरिदिनु होला। फेरि भेटौँला अर्को भिडियोमा। धन्यवाद।